अहिले म यहाँ मादी 3 याङ्जाकोटमा छु। यो याङ्जाकोटमा भएको नम्जु कम्चे सिल्मो लाम्दो यो मादी गाउँपालिका 3 याङ्जाकोट रहेको छ। यो भ्यू पोइन्ट माथि यो डाँडामा दरबार, यता माछापुच्छ्रे केही खुलेको छ। यो तल देखिएको यो मादी नदी, मादी हाइडो पावर नै देखिएको रहेछ। सँगसँगै यहाँबाट पर पोखरा उपत्यका, पोखरा बजार, एयरपोर्टको केही भाग, वन क्याम्पसको डाँडो, गुम्बा, केही बजार देखिएको छ भने यो तल देखिएको यो सुन्दर बस्ती याङ्जाकोट। हामी हिजो पोखराबाट याङ्जाकोटको भ्रमणमा एक दिनै भ्रमणमा आएका थियौँ। साथै पारि देखिएको यो थुमाको डाँडा र याङ्जाकोट। ल तपाईँहरू पनि ल याङ्जाकोट आउन सक्नुहुनेछ है। ल धन्यवाद।